जय मसी। आज मेरो जन्मदिन र साथै मलाई साह्रै दुःख लागेछ। त्यसरी बार फुटेर हाम्रा दिदीबहिनी दाजुभाइ गुमाउँदा त्यो पीडा मलाई छ। तर त्यही पनि म सानो भिडियो बनाएर यस टाइममा धैर्यतासँग रहनु र मेरो प्रिय सबै दाजुभाइ दिदीबहिनीले एकअर्कामा सहयोग गर्नु हाम्रो कर्तव्य हो। त्यसरी चाहिँ हाम्रा दाजुभाइ दिदीबहिनीहरू लापत्ता हुनुभयो, बेपत्ता हुनुभयो। त्यो नहुने घटनाहरू घट्यो। अनि साथै आज जन्मदिन पनि परेको छ मेरो। म पनि साह्रै दुःखी छु। मेरो 100वटा ढोकाहरू खुल्ला छ, तर एउटा ढोका चाहिँ बन्द भयो। ठिक छ, म त्योबाट कहिले पनि विचल्य हुने छैन। मेरो सत्य बोली र मेरो वचन सबै सुनिदिने मेरो फादर जिजा क्रेस्ट हुनुहुन्छ, परमप्रभु हुनुहुन्छ। उहाँले मलाई चिन्नुहुन्छ। अरूले मलाई चिन्छ चिन्दैन त्यो आफ्नो ठाउँमा छ। र त्यसको लागि र साथै जन्मदिन पनि परेको छ। मेरा दाजुभाइ दिदीबहिनी मरेका छन्। साथै मेरो दाजुभाइ दिदीबहिनीको आवश्यक जीवित रहेकालाई पनि उद्धारको खाँचो छ। अनि खानपिन बस्ने व्यवस्था नभए पनि खानपिन, साथै लाउने ताला अनि खाने घाँस, साथै बस्ने बास सबैको खाँचो छ। एक्कासी नसोचेका घटनाले हाम्रो ठुलो क्षति पुर्याएको छ। अनि त्यसै गरी समयहरू बित्दै जान्छ र नराम्रा दिनहरू बिर्सेर जाउँ। राम्राका दिनलाई चाहिँ उद्धार र मुक्ति खोजौँ। सबै एकजुट हौँ। सत्यको वचनमा जाउँ, सत्यका कुराहरू गरौँ। म जति पनि हाम्रा दाजुभाइ दिदीबहिनी गुमाएको छु, त्यसको लागि म चाहिँ हृदयदेखि परमप्रभुले स्वर्गमा र अनन्त जीवनहरू दिनुहुनेछ। तर मानिसले कुन दिन हामी परमप्रभुमा सुत्छौँ त्यो थाहा हुँदैन। न तपाईँलाई थाहा हुन्छ, न मलाई थाहा हुन्छ। तर जीवन रहन्जेसम्म मेरो भनाइ घमण्ड, सम्पत्ति, कसैलाई दुर्व्यवहार र सत्यको न्यायालयमा असत्यको न्यायालय हुनु, त्यो मेरो लागि ठुलो नराम्रो हो। मेरो लागि एउटै हो, सत्यको सत्य नै होस्। र घमण्ड र अहङ्कार र सारा सम्पत्ति यो क्षय भएको हो। एक दिन सबै रित्तिएर जान्छ। हामी कपडा पनि नलाएर हामी सुत्ने छौँ। त्यो सुत्ने दिन कुन बेला आउँछ कसैलाई थाहा हुँदैन। त्यो एक दिन अवश्य नै सुत्ने छौँ। त्यो हो हाम्रो परमप्रभुमा सुत्ने छौँ। त्यो नउठ्ने दिनहरू हो। त्यहीले यिनी सम्पत्तिहरू, यिनी अहङ्कार घमण्डहरू केही लग्दैनौँ। त्यो बेला हामी रित्तै जानेछौँ। लग्नेछौँ हामीले राम्रा काम गरेका, हामीमा भएका प्रेम, माया, सद्भाव, तिनी सम्झना तिनी लग्नेछौँ। यिनी सम्पत्ति, यिनी घमण्ड, यिनी अहङ्कार अनि त्यसै गरी नराम्रा न्यायालय चाहिँ हामीले लग्ने छैनौँ। त्यो यहीमा प्याक्नेछौँ। हामी यहीँ नै छोड्नेछौँ। त्यहीले भन्छु 100वटा ढोका खुल्ला छन्, एउटा ढोका बन्द हुनु बित्तिकै कसै निराश हुनु पर्दैन। र जति हुन्छ हामी राम्रो सोचेर अघि बढ्नुपर्छ। तपाईँको पीडा मेरो पीडा हो। म परदेशमा छु, तपाईँ जान्नुहुन्छ। मेरो परिवारमा दुःख हुने र मलाई पीडा हुने एउटै हो। म नेपाली हुँ। मेरा दिदीहरू दाजुहरू नेपाली, बहिनीहरू
पीडा हुँदा मलाई पनि पीडा हुन्छ र म धेरै दुःखहरू सङ्घर्षहरू गरेँ। मलाई त थियो जीवनमा अवश्य नै यात्राहरू पार हुन्छ जस्तो लाग्थ्यो, तर त्यो यात्रा धेरै चुनौती धेरै कठिनाइ बावजुद पनि कोही त पार भए, कोही त पार हुन गाह्रो भयो। केही छैन, म भने नि म झुक्ने छैन, म लुटिने छैन, म ठकिने छैन। म जति पनि मेरो लागि मेरै राइट हुनेछ। त्यो दिन आउनेछन् तब जीवनको उद्धार र मुक्ति पाउने। त्यस्तै खाँचो छ आजको दिन हाम्रा दिदीबहिनीहरूलाई। उद्धार र मुक्ति भनेको के हो, अनन्त जीवन भनेको के हो, अनि शान्ति भनेको के हो सबैलाई थाहा छ। आजको दिन यस्तो भएको छ, सबै दिदी दाजुभाइ जीवित हुँदाहुँदै त्यो भेलले बगाइएको छ। जीवित भएका व्यक्तिलाई कहाँ जाउँ के गरौँ आत्तिनु भएको छ। के खाउँ, सबै कुराहरू, सन्तान गुमाएको पीडा सबै दाजुभाइ दिदीबहिनीलाई। हामी एउटै सन्तान एउटै फुलबारी हौँ। मलाई दुख्दा उहाँलाई पनि दुख्छ, उहाँलाई दुख्दा मलाई पनि दुख्छ। हामी धेरै चुनौतीहरू पार गर्दै गर्दै, हामी धेरै कुराहरू पार गर्दै गर्दै, हामीलाई आउने धेरै कुराहरूलाई इन्कार गर्दै सत्यको बाटो खोज्दै हिँड्छौँ। कहिले त त्यो पनि बगाएर लगिदिन्छ, दुर्भाग्य। त्यहीले जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, धैर्यता रहनुहोस्, होइन, आफ्नो सान्त्वना रहनुहोस्। हामी आफ्नो ठाउँबाट प्रार्थना गरौँ, सक्दो सहयोग गरौँ। हुन्छ, सबै सारा सृष्टिका मालिक परमप्रभु हुनुहुन्छ। म उहाँमा सुम्पेर सानो प्रार्थना गरी यो भिडियो अन्त्य गर्नेछु। मेरो जन्मदिन पनि परेको छ अनि मेरो सम्झना छ सबै दाजुभाइ दिदीबहिनीलाई। हुन्छ त, धन्यवाद। सारा सृष्टिका परमप्रभु, तपाईँले साथ दिनुभयो अनि तपाईँले हात दिनुभयो। तपाईँ साँचो प्रेम गर्नुहुन्छ परमप्रभु। मेरा हृदयहरू, सबै आत्माहरू परमप्रभु तपाईँ स्वयं मलाई बोल्न सिकाउनुहुन्छ, मलाई दोहोऱ्याउन सिकाउनुहुन्छ। मेरो सुरक्षाको चिन्ता र फिक्कर गोठालो बनेर रहनुहुन्छ परमप्रभु। धन्यवाद होस्। यो सुन्दर दिन पाएका छौँ, कति दिनहरू नपाएर, सुन्दर दिन नपाएर हाम्रा दाजुभाइहरू गुम्नु भएको छ परमप्रभु। तपाईँ स्वयं तपाईँले आफ्नो दाजुभाइलाई शान्ति र दयालु कोरानामा राख्नुहोस् परमप्रभु। जीवित भएका दाजुहरूलाई र मृत्यु भएका दाजुभाइ दिदीबहिनीलाई पनि परमप्रभु जीवनको अन्धकारबाट मुक्त ल्याइदिनुहोस्। तपाईँको आत्मा परमप्रभु त्यो दाजुभाइको शरीरमा खनाइदिन्छु, शान्ति ल्याइदिनुहोस् परमप्रभु। तपाईँले बनाएका हामी मानिसहरू, हामीमा घमण्ड र अहङ्कार र लालच लोभहरूले हामी थकित छौँ। तिनी नराम्रा कुराहरू क्रुसमा तपाईँको उठाइदिनुहोस् परमप्रभु। त्यो सबै छेरभरिका मात्रै हुन्। आज जसरी मेरा दाजुभाइहरू रित्तिएर जानुभएको छ त्यसरी नै सबै जान्यो, तर अचानकको घटनाले हामीलाई हाम्रो छिया छिया मुटु भएको छ परमप्रभु। तपाईँले सम्हालिदिनुहोस्, तपाईँले उठाइदिनुहोस्। हाम्रो प्रशासन, न्यायालय, हाम्रो त्यसै गरी हाम्रो
सुरक्षा, हाम्रो सरकार, तपाईँले त्यहाँ काम गर्न उचित बनाइदिनुहोस्। र जसरी पनि म तपाईँको लागि परमप्रभु भन्दछु, म कुन देशमा छु त्यो देशमा पनि तपाईँको छोराको न्यायालयको लागि तपाईँ स्वयं क्रुसमा उठाइदिनुहोस् र गोठालो बनिदिनुहोस् परमप्रभु। मलाई जसरी नै दुर्व्यवहार र टेन्सन, नराम्रा गतिविधिबाट मुक्त गरिदिनुहोस्। मलाई आउने जीवनमा घटनाबाट मुक्त गरिदिनुहोस् परमप्रभु। मलाई आउने नराम्रा आरोपबाट मुक्त गरिदिनुहोस् र मलाई सत्यको कुरामा चाहिँ अधीन राख्नुहोस्। तिनी जति पनि नराम्रा आरोप थिए, अन्विश्वास थिए परमप्रभु, त्यो सबै तपाईँको नामका क्रुसमा इन्कार गर्दछु। जति पनि मलाई चाहिँ निर्दोषहरूमा कुनै पनि मलम र पत्तीहरू बानिएन र पीडाहरू खपाइयो, त्यो पीडा तपाईँ स्वयं उठाउनुहोस् परमप्रभु। म जान्दछु परमप्रभु कस्ता भेदभाव र कस्ता मानवताका स्वार्थपन लुक्याएका छन् भन्ने कुरा परमप्रभु। तपाईँ मात्रै एक अनि पवित्र र तपाईँले बनाएका छोराछोरीका घमण्डहरू, तपाईँको छोराछोरीका घमण्ड, नराम्रा गतिविधि सबै क्रुसमा तपाईँले उठाउनुहोस् र शान्ति र दयालु र सत्य न्यायलाई तपाईँ दिनुहोस् परमप्रभु। धन्यवाद भन्दछु परमप्रभु, जसरी आजको मलाई हरेक परीक्षाहरू आयो परमप्रभु, त्यो परीक्षाहरूबाट चाहिँ तपाईँले बचाइदिनुहोस्। तिनी परीक्षाहरू सत्यका बाटो दोहोऱ्याइदिनुहोस् अनि तपाईँको नामका पवित्र खोज्ने व्यक्तिहरूलाई सदाभर तपाईँको नाम पुगार्नेलाई गोठालो बनेर सुरक्षा शान्ति राख्नुहोस् भन्दै परमप्रभु जानी नजानी गरेका यो प्रार्थना तपाईँ सुनिदिनुहोस् भन्दै अनि पवित्र अनि उच्चदाता यीशुको नाममा राख्दछु। जय मसीह, नमस्ते, धन्यवाद। म अर्को भिडियोमा आउनेछु। म निरन्तर तपाईँको दाजुभाइ दिदीबहिनीको सम्पर्कमा रहनेछु। धन्य होस् परमप्रभुलाई र मेरा दाजुभाइ दिदीबहिनीलाई। र तपाईँ सुरक्षित रहनुहोस्, स्वास्थ्यको ख्याल गर्नुहोस् अनि आफ्नो शरीरलाई माया गर्नुहोस् र अरू दाजुभाइलाई पनि माया गर्नुहोस् र कहाँ समस्या छ सबै एकजुट हुनुहोस्। धन्य होस्। जय मसीह।